So hello and namaste everyone. I hope you guys are doing fine हैन. So आज चाहिँ हामी अब मेरो अस्ट्रेलियाको तेस्रो चौथो कति हो भयो राइड हैन, तर आज फर्स्ट भिडियो हुँदैछ. सो यहाँ दाइहरु हुनुहुन्छ सब हातीमा हैन. हाम्रो मन्जु भाइ छ, हाम्रो विवेक दाइ. सो हाम्रो आजको डेस्टिनेसन चाहिँ पाम बीच हुनेवाला छ. सो बाटोको भिडियोहरु चाहिँ म देखाउँछु. सो अहिले गोप्रो चाहिँ हालेको छैन मैले हैन. तिन बाटोको भिडियो बनाऊ है. सो अब चाहिँ निस्किन्छौँ हामी हैन. ल त्यही हो. See you. सो गाइज अहिले चाहिँ हामी यो फ्युल भर्न रोकेका छौँ हैन. यो रेडी एक्सप्रेसमा बाइकहरू सबै यहाँ छ. सो हामी अहिले पिम्बल के भन्ने ठाउँमा छौँ हैन. सो यहाँ गाइजहरू छन्. हामी अब हल्का स्टपको लागि यहाँ स्टप गरेछौँ हैन. अब अझ एकजना दाइ आउन बाँकी छ. त्यो हाम्रो हार्लीकै दाइ हुन्छ, सञ्जय दाइ भन्ने हुन्छ. त्यो दाइ चाहिँ अब नेक्स्ट स्टपमा गएर हामीसँग जोइन हुन्छ. त्यसपछि हामी हाम्रो डेस्टिनेसनसम्म पुगिन्छ हैन. टक्क लाएर ल गाइजहरू छ. के भन्दै नि त मन्जिल मेरो भ्लगमा गर्मी छ. कस्तो आज कस्तो एक्सपिरियन्स भयो, कस्तो फिल भयो आज? रमाइलो भइरहेछ. अनि आज मौसमले धन्दै हामीलाई डुबाएन होइन. ल हाम्रो दाइ हुनुहुन्छ, हाम्रो विवेक दाइ. ल हाम्रो दाइ पुरै सेन्टा बनेर आउनुभयो. ल सो फाइनली गाइज हामी हाम्रो डेस्टिनेसनमा आइसक्यो होइन. हाम्रो दाइको क्याफेमा होइन. अघि अलि उस भएछ क्या दाइ, त्यो नर्मलवाला भएछ क्या, वाइल्ड एङ्गल गर्नुपर्छ क्या. सो सबजना दाइहरू आउनु भइसक्यो. ल हाम्रो दाइ के छ दाइ? ल आफ्टर लङ टाइम. ए ल सबहरूले हाली ग्याङ छ है हाम्रो. अब बिस्तारै लिने छिटै होइन. अब अहिले सुरु गर्नुपर्छ. सबले लगभग सबै हाली नै छ. सो हामी अहिले पाम बीचमा छौँ. सो अब हाम्रो ब्रेकफास्ट चाहिँ होइन, हाम्रो लन्च सायद हाम्रो डिनर हुन्छ अब होइन. सो ल हाम्रो राइड पछि होइन यहाँ हामीलाई गौरव दाइले सानो पानीपुरी नेपाली स्टाइलमा हामीलाई लिएर भयो. कस्तो खाले विवेक दाइ? टक्क. सो गाइज हामीले हाम्रो अब लन्च सबै खाइसक्यौँ होइन. अब हामी दाइसँग अब सानो भ्यू अब यहाँ के भन्छ दाइ यो ठाउँलाई वकमा अब हिँड्दैछौँ होइन. दाइले हामीलाई अब प्राइभेट टुर गराउँदै हुनुहुन्छ. बोटको बस पार्क टक्क यहाँबाट भ्यू हामीले अघि नै बसिरहेको हो यहाँ टक्क यु क्यान सी होइन. अब अगाडि गएर भ्यू देखाउँछौँ हामी. यु क्यान सी. ओए बल्ल विदेश जस्तो फिल भयो. इन्जिन चाहिँ यो सुजुकी के हुँदो रहेछ जाने होइन. टक्क अब यस्तो भिडियोहरू चाहिँ जो सानोमा हुँदा फिल्महरूमा देखेको थियौँ होइन, टिभीमा. आज रियलमा देखियो होइन, नजिकबाट सबैजना हुनुहुन्छ.
हाम्रो सेन्टा क्लस दाइ यो 2 तल्ले घर ओए त ठुलै रहेछ दाइ कभर त हुनै पर्छ अब बिजो काम अब किने जस्तो के हलसम्म नजिकबाट देखेको थिएँ नि दाइ यार मलाई ट्रान्सफर गर्दै गर त पहिला हामी हाल्नु ओए लास्ट बवाल हुँदो रहेछ त यार पक्का याद भनेको ल यो गाइज लेजी डेज यो नाम चाहिँ याद गर्नु है